Hello guys, it's me Furdiki Sherpa and I love handicrafts. मलाई handicraft चिजहरु पनि मन पर्छ र handicraft गर्न पनि एकदम धेरै मन पर्छ. जुन तपाईले भिडियोमा हेरिरहनु भएको छ यो पेचुरी हो. राईहरु हुनुहुन्छ भने एकदम तपाईलाई थाहा छ. हुनुहुन्न भने चाहिँ यो राईहरुको एक्सेसरी जसरी लगाउनु हुन्छ. फुल्ली डिटेल त मलाई थाहा छैन. यदि होला थाहा छ भने कमेन्ट पनि गरिदिनु होला. एन्ड तपाईहरुलाई पनि ह्यान्डिक्राफ्ट एकदम मन पर्छ भने कमेन्टमा गएर प्लिज भन्नु होला. यदि हजुरहरु नयाँ हुनुहुन्छ मेरो भिडियोमा भने प्लिज डु लाइक शेयर सब्स्क्राइब एभ्रिथिङ फलो. आज चाहिँ म मेरो लाइफको हैन यता ह्यान्डिक्राफ्टतिरको ह्यान्डमेड थिङतिरको इन्ट्रेस्टको स्टोरी सुनाउँ कि भनेर आएको. एन्ड अब पहिला त के भन्थ्यो भने अब ह्यान्डमेड भनेको चाहिँ सिलाइ बुनाइ हैन अनि खानसाना पकाउने त केटीको काम भनिन्थ्यो. तर अहिले चाहिँ त्यस्तो छैन सिनारियो. अहिले त सबले गर्छन्. बिङ अ गर्ल मलाई चाहिँ बच्चादेखि यसमा इन्ट्रेस्ट थियो. अनि मैले यस्तो सोचेर ल्याउँदा चाहिँ कि हामी त बच्चामा मेरो साथी र मेरो साथी कविता भन्ने हामी त बच्चामा खेल्थ्यौँ नि त डलहरू. तपाईँहरू नि खेल्नुहुन्थ्यो होला. त्यो डलहरूलाई चाहिँ हामीले त पुतलीलाई जामा बनाइदिन्थ्यो. अनि कुर्ता सुरुवालहरू होइन नाना थरी के पुरानो लुगाहरू च्यातेर बनाइरहेको हुन्थ्यो कि. एन्ड त्यस्तै उमेरमै मलाई एउटा सिरियल हुन्छ नि इन्डियन सिरियल हेरेर नि इन्ट्रेस्ट आएको थियो कि ठुलो भएपछि म लुगा सिलाउँछु होइन लुगा सिलाउने सिकेर आफ्नो लुगाहरू आफै सिलाउँछु यहाँ त्यहाँ टाइपको पुरै त्यो थियो चाइल्डहुड मेमोरिजमा. एन्ड हेर्दै जाँदा चाहिँ पछि अलिकति 6-7 क्लासतिर आउँदा चाहिँ मलाई अर्को आन्टीले क्रोसेटिङ हुन्छ नि बुनिरहेको देखेर चाहिँ त्यहाँ पनि इन्ट्रेस्ट गयो. अनि मैले मम्मीलाई चाहिँ एकदम कर गरेर हतार कुरुस र धागो किन्न लगाएँ. अनि मम्मीसँग सिकेको यो क्रोसेटिङ गर्न चाहिँ. यदि तपाईँहरूले मेरो भिडियो हेरिरहनुहुन्छ भने तपाईँहरूले देखिरहनु भएको होला. म क्रोसेटिङ गर्छु. रिसेन्टली चाहिँ म फ्लावरहरू बनाएर बुके जस्तो बनाएर सेल पनि गर्छु या फ्लावर मात्रै नै सेल गरिरहेको हुन्छु. अर्डर अनुसार अर्डर आयो भने मात्रै बनाउने गरेर हुन्छु एज अ पार्ट टाइम जस्तो. त्यो क्रोसेट गर्नको मेरो ओरिजिन भनौँ न मेरो सुरुवात चाहिँ मेरो मम्मीबाट भएको. उहाँले मलाई सिकाउनु भएको थियो एउटा प्याटर्न. पछि चाहिँ मैले युट्युब हेरेर अरू पनि प्याटर्न सिकेँ. बट म अब इच्छा त लाग्ने तर इम्प्यासनेट पनि के केही कुरामा अडेर बस्न नसक्ने भएर जहिले जे कुरा स्टार्ट गरेँ इन्कम्प्लिट नै छोडिरहेको हुन्थेँ. एन्ड अर्को पार्ट मेरो लाइफको अर्को पार्ट हेर्नुहुन्छ भने चाहिँ मैले साइडकै रुमको आन्टीसँग गलाइजो पनि बुनेको थिएँ एक्चुली. उहाँले मलाई त्यो पुऱ्याउँदाखेरि पैसा पनि दिनुभएको थियो. त्यति याद त छैन मलाई. यस्तै सानो कुराहरूले चाहिँ मेरो यो इन्ट्रेस्टलाई चाहिँ कहिले मर्न दिएको छैन कि जुन चाहिँ अहिले पनि छ स्टिल छ. एन्ड अब अर्को पार्टमा हेर्ने भने चाहिँ मैले अर्थक्वेकको बेला 2017मा जुन अर्थक्वेक आयो नि त्यतिखेर चाहिँ हामीले पोते हुन्छ नि बेड्सहरूको त्यसको ब्रेसलेट पनि बनाउन सिक्यौँ. अब मैले त्यो डिरेक्टली पाउँदिनँ थिएँ. म एउटा आन्टीसँग चिनजानमा थिएँ. उहाँ आन्टीले नि काम खोजिरहनु भएको थियो. त्यसै क्रममा उहाँको आफन्तले यस्तो काम दिन्छ लाइक विदेशीको हो त्यो चाहिँ सिकाइदिन्छ. अनि त्यसपछि यस्तो काम पनि दिन्छ भन्नुभयो. अनि मलाई पनि लगेर जानुहुँदा चाहिँ म चाहिँ जस्ट साथी गएको थिएँ. तर मलाई पनि इन्ट्रेस्ट लागेर म त्यहीँ सिकेँ आफू पनि. अनि त्यहाँ पनि अर्थक्वेकको बेला हामी त पुरै चौरीमा थियो. त्यतिखेर मैले बुनेको थिएँ हौ. कति लाइक एउटा ब्रेसलेट बुने अनुसार 50-55 रुपियाँ कता दिनुहुन्थ्यो. अनि कुहिनी थियो उहाँ चाहिँ बाहिर देशबाट आउने. उहाँहरूले चाहिँ सबै मान्छेलाई बनाइदिन्थ्यो अनि लिएर ठ्याक्क क्यास दिनुहुन्थ्यो कि जति उहाँले सामान ल्याएको छ त्यसको क्यास दिनुहुने. एन्ड र मटेरियल भनेको चाहिँ उनीहरूको आफ्नै थियो. हामीले छुट्टै किन्नु पर्दैन थियो. यस्तो काम चाहिँ लाइक टन्नै मान्छेहरूले गर्नुहुन्थ्यो. एक टाइममा मैले पनि गरेँ. बट खै के कारणले मैले त्यसलाई कन्टिन्यू त गरिनँ नै. अनि त्यसपछिको अर्को पार्ट भनेको चाहिँ कसरी मेरो इन्ट्रेस्ट यसमै रहिरह्यो भने चाहिँ स्कुल हुँदा. स्कुल त अब त्यतिखेर पनि थिएँ तर पछि चाहिँ स्कुलमा मैले अब
टिस्यु पेपरहरूको फ्लावर बनाउने त्यस्तोहरू नि गरेँ होइन। अनि गोपी बाउ हेरेर हो कि खोइ केमा हेरेर मैले रोज पनि भएको थिएँ क्या, त्यो जुन हामीलाई अब कलरफुलवाला ए4 पेपर पाउँथ्यो त हो, त्यो ए4 पेपर लियो अनि गोलो काट्यो, त्यसमा नि गोलो 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 गर्दै काटेर अनि एक छेउबाट घुमाउँदाखेरि चाहिँ रोज जुन बन्थ्यो नि अहिले नि बनाउनुहुन्छ, त्यो चाहिँ मैले सिकेको थिएँ स्कुलमा। टिचरहरू सिकाउँदा नि मैले आफै सिकेको थिएँ, बाहिर चाहिँ इन्टरनेट केबाट हेरेर। अनि त्यो बेला नि मैले गरेर आउँथेँ यस्तै टिस्यु पेपरको फ्लावर बनाएर हुन्छ लाइक ह्याङ्गिङ पट पनि बनाएको थिएँ। इभन मैले त्यो मेरो साथीलाई गिफ्ट पनि गरेको थिएँ। टिस्यु पेपरको सानो 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 फ्लावर बनाउने, बिचमा चाहिँ अनि यल्लो कलर हालिदिने टुकटुक गरेर, एन्ड त्यो चाहिँ डोरीमा बाँध्ने, डोरीलाई चाहिँ पुरै हरियो बनाएर डोरीमा बाँधेर लहरा जस्तो। अनि ग्लास चाहिँ के को भन्दाखेरि प्लास्टिकको ग्लास, जुन चाहिँ हामीले चिसोहरू खान्छौँ बाहिर पिकनिक जाँदा, त्यो प्लास्टिकको ग्लासमा चाहिँ इँटाहरू राख्दिनँ कि। अनि त्यो ग्लासलाई पनि अब डोरीको एउटा छुरी टेक्निक छ नि त बाँध्ने, तल चाहिँ यस्तो गोलो बनाएर अनि माथि झुन्डाउने, हो त्योहरू मैले सबै पिन्ट्रेस्ट होइन कहाँबाट सिकेर त्यो पनि बनाएको थिएँ हो। इभन मैले खै के स्कुलमा पनि म्यामलाई गिफ्ट गरेँ जस्तो ह्यान्डमेड कुरा, त्यति मलाई याद छैन। त्यसपछिको मेरो केही समय त त्यही पढाइ यताउति त बितिरहेको थियो। अनि हुँदाहुँदै 11बाट 12 पुग्दाखेरि मैले फेरि एउटा आन्टीलाई सिकिरहेको देखेँ क्या त्यो लुगा सिलाएको। ओ माई गड, अनि त्यो आन्टीले लुगा सिलाएको देखेर त मलाई त एकदम सक्सेस हुन्छ, ओ म पनि सिक्छु भन्ने गएँ होइन। त्यो त्यस्तो प्रोफेसनल ठाउँ त थिएन, उहाँ पनि फर्स्ट टाइमै गरेको रहेछ। बट उहाँले हामीलाई महिनाको 1500 हो कि कतिले सिकाउनु भयो भनौँ न। अनि हामी त्यसमा बच्चाको टोपी बनाउने, भोटो बनाउने, के बनाउने सिकेँ। एन्ड सोचिरहेको थिएँ कि आफ्टर 12 म फेसन डिजाइनतिरै कन्टिन्यू गर्छु यताउति भनेर, तर खै मेरो दिमाग के भयो, म टेक्निकल फिल्डतिर लागेँ, जुन चाहिँ मेरो म सुरुदेखि नै नन टेक्नो थिएँ, अचानक टेक्निकलमा लागेँ। त्यसपछि नै मैले फर्स्ट इयरतिर मैले त इभन अब स्टिचिङ गर्दा आउँथ्यो मलाई, ड्याडीले मेरो मेसिन पनि ल्याएर राखिदिइसक्नु भएको थियो। एन्ड मैले कति टी सर्टहरू पनि बेचेँ कि, टी सर्ट बनाएर नि लकडाउनको बेला पछि चाहिँ मैले कति धेरै टी सर्टहरू पनि बेचेको थिएँ, आफैले सिलाएको सेल्फ मेड। कति मान्छेले किनिदिनु भएको थियो, मन पराइदिनु भएको थियो, त्यसको लागि धेरै धेरै धन्यवाद, त्यो टाइममा सपोर्ट गर्नुभएको थियो। बट एट द सेम टाइम मेरो एकदम स्याड मोमेन्ट पनि आयो। मेरो जुन एकदम फ्लेक्सिबल टाइपको डेलिभरी गरिदिने दाजु हुनुहुन्थ्यो, उहाँ पनि बाहिर जानुभयो भिसा लागेर। एन्ड मैले त्यसपछि कन्टिन्यू गरिनँ। अब म टेक्निकल फिल्डको थिएँ, अब मैले मेरो पढाइतिर ध्यान दिनुपर्छ, यता गरेर के गर्नु भनेर दिइनँ। तर पनि त्यसपछि नै टिल नाउ बिचमा मलाई जतिखेर नि इन्ट्रेस्ट भनेको यतैतिर मात्रै लागिरहन्थ्यो क्या। त्यसैले गर्दा स्टिल इन्ट्रेस्ट छ, एन्ड आई एम ट्राइङ टु डु समथिङ इन दिस होइन, स्टिचिङ क्रोसेटिङतिर चाहिँ केही गर्ने कोसिस गर्दैछु। हजुरहरूले साथ दिनु होला, एन्ड मेरो भिडियोहरू हेरेर मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला प्लिज, एकदम धेरै सपोर्ट गरिदिनु होला। एन्ड दिस इज अल माई स्टोरी। अझै कति कुरा त भन्न छुट्याएँ होला मैले यसमा होइन, तर यति नै हो मेरो जस्तो लाग्छ। 9 मिनट नै भएछ। यस्तै गरी चलिरहेको छ। अहिले चाहिँ म फ्लावरहरू के बेच्छु। यदि हजुरहरूलाई चाहिन्छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एकदम रिजनेबल प्राइस, एकदम सस्तोमा दिने कोसिस गरिरहेको हुन्छु म चाहिँ होइन। राम्रो गरौँ, ठिकको प्राइसमा दिउँ भन्ने चाहिँ मेरो सोच हुन्छ। यतिसम्म भन्दै गर्दा चाहिँ मेरो यो अब पेचुरी बनाइ सकिसक्यो। हजुरहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु। कतिचोटि भनेको जस्तो लाग्छ होला, सरी त्यसको लागि। फेरि